यो मरि पुनिबले त्यो छि त्यो फो वनेगु नेवातेगु परम्परा छ। थोय परम्परा यत लिंका तेत जब समाज यल छुदन हवनसे संस्थागत रूप त्यो छि त्यो फो वनेगु ज्याजो यान छुंगु दु थ्वेछोले नेपाल सम्ब चीन ससव पि निदया यो मरि पुनिया लस्ता आइतबा जब समाज जपु प्रज्ञा फवने त्यो छि त्यो या ज्याजो यागु ख उपत्यका भित्र रहेको ज्याजो या उलेजा ऊर्जा जलस्रोत लिसे सिंचाई मन्त्री पम्फा फुसाल त्वा देवा मतच्याका यान दिगु ख जब समाज यलया नाय तीर्थलाल महर्जनिया सभापति तेजुगु ज्याजोले भूमि व्यवस्था सहकारी लिसे गरिबी निवारण मन्त्री शशि श्रेष्ठ श्रम रोजगार लिसे सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ महानगरीय प्रहरी परिसर यलया प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेल महानगरीय प्रहरी प्रभाग पुलचौकिया प्रहरी निरीक्षक हिम बहादुर खत्रिया त नेवा परम्परा कथा सगम्बिया लस्कुसियागु ख मञ्चमा पाल्नुको लागि अनुरोध गर्दछु। आज किरण बजाचार्यज्यूलाई पनि बोलाएका थियौँ, उहाँ आज उपस्थित हुनु भएन। देशको लागि उहाँहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्न चाहन्छु। तो चाहिँ समाज मु उद्देश्य यसले गु चाहिँ मतलब नेतृत्व तयारीको लागि चाहिँ मतलब छौ नेवाटे तरुवा चाहिँ मतलब छौ नेतृत्व तयारीको लागि जैसा समाज तनी भिजन चाहिँ मतलब टाउको ख वो अनुसार मतलब चिस बैंकियो चाहिँ मतलब जयातुन हस्पिटल चाहिँ जयातुन आउया चाहिँ मतलब छौ छुलेगा दासा ज्येष्ठ नागरिक भौन्यु चाहिँ मतलब ज्या छौ दो उठो ज्येष्ठ नागरिक भौन्यु लागि चाहिँ छौ छुलेगा दासा 4 करोड बजेट चाहिँ देका न्याग ढेबे मोरो 4 करोड बजेट देका भवन चाहिँ ओखर प्रधानमन्त्री ज्यू पाखे शिला उद्घाटन सिरे ढुङ्गला त्यसकारण अब यो अब सञ्चालन विधिमा सम्पूर्ण सञ्चालन विधि तयार भइसकेको छ। त्यो तयार अब सञ्चालन गर्नको लागि उहाँ हाम्रो किशोर सरले दिनुभएको अब ठाउँ ठाउँमा हामीले पेश गर्नु लागि तयार पनि भइरहेको छ। अब यहाँ चाहिँ मतलब 3 नम्बर क्षेत्रको 3 नम्बरमा अब चाहिँ मतलब हाम्रो चाहिँ प्रमुख सरकार केन्द्र सरकारबाट अब हाम्रो पम्फा दिदी मान्यज्यूले चाहिँ 3 करोड राखिदिनु भयो भने कुरिसक्यो। स्थानीय सरकारले प्रदेश सरकारले चाहिँ मतलब 2 करोड राख्यो भने सकिहाल्यो। अनि हाम्रो मेयर साहब अगाडि हुनुहुन्छ, उहाँ मेयर साहबले त यो भवन बनाउनुको लागि झन्डै 4 करोड रुपियाँ दिनुभएको थियो। अब 1 करोड 20 लाख दिँदै हुनुहुन्छ। अब स्थानीय सरकारबाट पनि 2 करोड दियो भने त काम चलिहाल्यो। त्यसकारण चाहिँ यो चाहिँ मतलब जब समाजले समय समयमा आन्दोलन गर्नु परेमा पनि कहीँ हामीले चाहिँ मतलब कन्जस गरेको छैन। ज्याजोले ऊर्जा जलस्रोत मन्त्री पम्फा फुसाल कृषि व्यवस्था सहकारी लिसे गरिबी निवारण मन्त्री शशि श्रेष्ठ महानगरीय प्रहरी परिसर यलय प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेल लगायत नवाना दिगो ख म यही एलामा बस्ने यहीँको प्रतिनिधि म जन्मिँदा अन्तै जन्मे र म सामुदायिक हिसाबले चाहिँ गैर नेवा र गैर जापु उसमा जन्मे पनि मेरो माया मेरो ममता मेरो अपनात्व मेरो साथ मेरो सहयोग यो जन्मेको समुदायको सन्तान जत्तिकै भएको कुराको मैले यहाँलाई विश्वास दिलाउँछु। त्यसैले म सधैँ जापु समाज लगायत ललितपुर सिंह राष्ट्र र आम नेपाली जनताका पक्षमा मात्रै आफूले आफ्नो हिजो परिवर्तनका निम्ति र अब उहाँहरूका आवश्यकता र समस्यालाई सम्बोधन गर्नका निम्ति समर्पित भएर लाग्ने मैले विश्वास दिलाउँछु। म तपाईहरुको अगाडि के प्रतिज्ञा र के बाचा गर्न चाहन्छु भन्दा यो पदमा रहिन्जेल नेवारको इज्जत रहने गरी काम गर्ने प्रतिबद्धता पनि म तपाईहरुको अगाडि गर्न चाहन्छु। धेरै कुराहरू भनिरहनु भन्दा पनि अघि हाम्रो एसएसपी साहबले भनेर जानु हो, साँच्चै यो हल भित्र पसिसकेपछि हाम्रो कला संस्कृतिको जगेर्ना गर्नको लागि जुन तपाईहरुले
जोस जाँगर जुन मेहनत गर्नुभएको छ यसलाई म हृदयदेखि नै सलाम गर्न चाहन्छु। होइन, यहाँहरूले जुन महत्त्वपूर्ण अभियान चलाउनु भएको छ संस्कृतिको जगेर्ना गर्नको लागि, यो निरन्तर कायम रहोस्। यसमा मेरो हरदम यो पदमा रहे पनि नरहे पनि मेरो साथ रहनेछ यो अभियानमा भन्ने कुराहरू भन्न चाहन्छु। र भर्खरै उद्घोषक मित्रले भन्नुभयो तपाईँहरूको यो गुठी चाहिँ विधेयकको सम्बन्धमा आफ्नो फरक मत जुन थियो यसलाई सही ढङ्गबाट सम्बोधन गर्नको लागि मैले गुठियारहरूलाई नै बोलाएर छलफल चलाइसकेको छु। यसलाई सही ढङ्गबाट सम्बोधन हुनेछ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु। र सँगसँगै उपत्यकाभित्र रहेको स्वभाषीहरूको जुन चाहिँ समस्या छ त्यसलाई पनि सम्बोधन गर्नको लागि म अगाडि बढिसकेको छु। गठन आदेशमै पारेर यो भूमि आयोगको गठन आदेशमै पारेर सम्बोधन गरौँ भनेर भनेको, तर कानुन मन्त्रालयबाट त्यो स्वीकृति प्राप्त भएन। 1 महिनासम्म त्यहाँ लट्किँदाखेरि पनि त्यो स्वीकृति प्राप्त नभइसके पछाडि अहिले म बाध्य छु कि अर्को उपाय खोजेर जानुभन्दा मसँग विकल्प रहेन। त्यही चाहिँ गठन आदेशमै पारेर लानु पाएको भएदेखि उही श्रम जनशक्ति उही चाहिँ आर्थिक चाहिँ व्यवहारबाट हल गर्न सकिन्थ्यो। त्यसको लागि मन्त्रालय का विभागहरू सबै तयार थिए, मन्त्रालय सिङ्गो मन्त्रालय तयार थियो, तर अर्को मन्त्रालयबाट विविध कारण देखाएर नभइसकेको अवस्थामा यसलाई अलग प्रस्तावको रूपमा लानेछौँ भन्ने कुराहरू राख्दै तपाईँहरूले चालेका हर अभियानमा हर सकारात्मक राष्ट्रको समृद्धिको लागि, संस्कृतिको जगेर्नाको लागि, राष्ट्रहित र जनहितको पक्षमा हुने हर कुरामा म साथ छु भन्ने कुराहरू राख्दै फेरि पनि म यमरिपुनी र ज्यापु दिवसको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना भन्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद। ज्याजोले त्यछि त्यो यलस्ता सांस्कृतिक ज्याजो न चुगुख अथे यलै थिथि त्वा पाके किबो न ललागुख। ज्याचोले ज्यापु समाज यलया प्रथम नोकु सबिना महर्जन लस्कुस नोचु ब्यादीको खासा ज्याजो समाज या छ्याङ्जे सरिता महर्जन ढ्याकती गुख ठिठी ज्याजो yana वयाजनको छिकपिन्ठा डकुस्थान डकुस्यान सिउहे जुल ठाउँ ज्याजो त ज्याजोले प्रतिनिधि सभा सांसद कृष्णलाल महर्जन, संविधान सभा दुज चन्द्र महर्जन, प्रदेश सभा सांसद पी राजकाजी महर्जन, सुभाष साक्य, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछ्यो, यलया जातीय संघ संस्थाया प्रतिनिधित्व, यल दुनिया थिथि संघ संस्थाया प्रतिनिधित्व, जब समाज या पदाधिकारी दुजत त्वा नायत लगायत बोती दुगुखा।